हेलो एभ्रिवान, इट्स मी खुशबु अनि आज चाहिँ म हजुरहरूलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। सबैजनालाई ह्याप्पी न्यू इयर। नयाँ वर्षमा सबैजनाले रमाइलो गर्नु होला अनि हाम्रो चाहिँ नयाँ वर्ष खानाद्वारा स्टार्ट हुँदैछ। अनि के भन्छ, आज चाहिँ यो सबै क्रेडिट गोज टु हाम्रो आन्टी। यस्तो मिठो मिठो पकाउनुहुन्छ। अनि यहाँ मेरो साथमा छ पुलाउ महारानी हुनुहुन्छ, अनि चुवाचे बाजे हुनुहुन्छ, आलुदम आन्टी हुनुहुन्छ, अनि सबै मिक्स भेजिटेबलको अचार हुनुहुन्छ, साथमा हुनुहुन्छ काँक्रा अनि पापड ब्राउन दार्सल हैन। अब यो खाना चाहिँ म खान जाँदैछु, तपाईँहरू पनि खानु होला साथीहरू। कृपया केबाट स्टार्ट गरौँ, म कन्फ्युज भएँ। यो चाहिँ अचारसँग म थोरै खान्छु। अनि यो पुलाउमा मलाई यस्तो यो दानाहरू चाहिँ मलाई मन पर्दैन। ओके ट्राई थोरै यो हालेँ, अब थोरै आलुको ग्रेभी अनि थोरै मासुको ग्रेभी। के चाहियो? पापड चाहियो। साथीहरू फर्स्ट बाइट खाएर तपाईँहरू खानु। तपाईँहरू इमेजिन गर्न सक्नुहुन्छ कि यो यस्तो मिठो छ भनेर। साँच्चै यस्तो मिठो है। तपाईँ डान्सिङ गर्न थाल्नुहुन्छ यस्तो मिठो खाएपछि। मलाई फिल्टर किन लगाएको भन्दा म नराम्रो छु नि त, त्यही भएर म फिल्टर लगाएको। त्यही भएर माइन्ड नगर्नु होला र। यस्तो मिठो छ कि मलाई धेरै बोल्नै मन लागेन क्या, खाएको आयो। ए मासुको कहानी सुनाउँछु ल। के भन्छ, म चाहिँ अस्ति काठमाडौँमा हुँदाखेरि चाहिँ मासु नखाने भेजिटेरियन भइसकेको थिएँ होइन। अनि घरमा लिएर पकाइदिँदा पनि म खान्न थिएँ क्या। अनि जब म यहाँ आएँ अनि मामालामा खाना खानु बोलाउनु भएको थियो होइन। अनि त्यो खानै भनेको थिएँ मैले। अनि मेरो लागि छुट्टै सब्जी पकाइदिनु भएको थियो। मासु क्या के भन्छ, सुँगुरको मासु पुरा ढुङ्गामा तार्दै हुन्थ्यो। त्यहाँदेखि मैले खान स्टार्ट गरेँ। अनि मासु छोड्नै सक्दिनँ म गाइज। कस्तो मिठो छ। हाम्रो आन्टीको हातलाई चाहिँ मान्नै पर्छ। हाम्रो आन्टीको हातको खाना खानुभयो भने सबैजना मन्त्रमुग्ध हुनुहुन्छ तपाईँहरू। म यति धेरै बोल्दै खान्छु भनेर सोचेको थिएँ होइन। तर यस्तो मिठो छ कि म आफूलाई रोक्न सकिरहेको छैन क्या खानाबाट। म त्यसै पनि मोटो छु। मलाई पर्क चाहिँ मेरो फेभरेट हो होइन। फेरि फेभरेट हो भन्नेमा यति बेसी चाहिँ खानु सक्दिनँ। तर सुँगुरको मासु इज लभ। त्यसै मोटो चाहिँ भएको होइन है म।
कुकुरे भात यसरी सानो छँदा फेरि पापडमा हालेर यसरी खानु मन लाग्यो। म त ठुलो भएर पनि मेरो बानी त्यस्तै हो, कस्तो मिठो हुन्छ नि। तपाईँहरू पनि ट्राई गर्नु। अनि जुन मेरो यो थाल छ कोठा कोठावाला, यो मेरो फेभरेट थाल हो। म सानो छँदाखेरि यस्तो थालहरू हुन्थ्यो कि, अनि म मम्मीलाई कुरा गर्थेँ मेरो फेभरेट थाल हो। अनि एकचोटि म मम्मीसँग इन्डिया गएको थिएँ, खाना भन्न आएछौँ दबाई लिनको लागि। अनि मैले त्यहाँनिर एउटा पसलमा यस्तो थाल देखेँ, अनि मम्मी मलाई एउटा भए पनि किनिदिनु भनेर मैले किनेर यो थाल ल्याएको। तर म प्रायः यो थालमा चाहिँ खाना खाँदिनँ, तर मेरो यो थाल बेस्ट हो। अनि म चाहिँ यो थाल राखिरहेको छु। निवारमा त कतिको प्लान होला साथीहरूसँग घुम्न जाने, मेरो चाहिँ यही हो, घरमा बसेर खाना खाने मिठो मिठो। घरको खाना इज अलवेज बेस्ट। हाम्रो आन्टीले पकाएको इच एन्ड एभ्रिथिङ यस्तो मिठो हुन्छ, पल्किन्छ मान्छेहरू। यसको साउन्ड सुन्न कस्तो सेटिस्फ्याक्सन लाग्छ क्या। के भन्छ खाना चाहिँ एकदम मिठो छ गाइस। मैले सबै खाइसकेँ, बट मेरो यहाँ सब्जीहरू चाहिँ अलिअलि रहेको छ। अब यसलाई म भरे राखेर खान्छु। मलाई मनपर्छ, तर म धेरै खान सक्दिनँ क्या मासुहरू। ओके बाई, त्यति भन्दै मेरो मिनी मुकबाङ यहीँ समाप्त गर्दैछु। बाई, सी यू लेटर गाइज।